भिडियो शेयर गर्दै जानुहोला र खोजी कार्यमा सम्पूर्ण साथीहरूले सहयोग गरिदिनुहोला। मानिसहराएको सम्बन्धी अत्यन्त जरुरी सूचना। दैलेख जिल्ला नौमुले गाउँपालिका वार्ड नम्बर 8 चौराटा लामपाटा निवासी हाल कामको सिलसिलामा सब परिवार भारतको सिमलामा बसोबास गर्दै आउनु भएको तिमुरे घरे काइला इन्द्र प्रसाद ढकालको जेठो छोरा वर्ष 25 को प्रकाश ढकाल सिमलाबाट कोलपुर आई केही समय सम्पर्कमा रहेको र यही मिति 2082 साल वैशाख 18 गतेदेखि सम्पर्कमा नआएको हुँदा कसैले देख्नु या हेर्नु भयो भने नजिकैको प्रहरी चौकी अर्थात् तल उल्लेखित फोन नम्बरहरूमा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कविलाल ढकाल फोन नम्बर 9845 19 0914। बुबा इन्द्रलाल ढकाल प्लस 91 70 18 40 71 67। राजेन्द्र ढकाल प्लस 91 88 94 82 15 31। उल्लेखित नम्बरहरूमा तपाईहरूले कल गरेर तुरुन्त सम्पर्क गरिदिनु होला र फेरि पनि भिडियोलाई शेयर गर्दै जानुहोला। सम्पूर्णमा हार्दिक अनुरोध गर्न चाहन्छु है त।